कहाँबाट आउनुभयो बाजे? म भाउ माथि बैठा भेडाती माथि टाइबाट आयो थिएँ यो छाम्ने बेला आयो फेरि आइने पूजा लाग्यो क्या हो। अनि तपाईँको घर कहाँ हो? मेरो यही त हो त भाउ, यही बैठा हूँ म। मेरो जन्मथली यही हो, मेरो बसाइ यही हो। अनि यो जस्तै तपाईँले लगाउनु भएको छ त्यो कोट भयो, त्यहाँ तल सुरुवाल भयो, यो केबाट बनेको? यो यस्तै यो राडी काटेर यस्तरी काट्नुपर्छ, काटेपछि बुनेर सिलाएर अनि यस्तो यो पहिला हो। यस्तो चिज अहिले कहाँ पाइँदैन अर्ग्यानिक हो त। अहिले कहाँ उ गरिकन मुङ्गै पर्छ भन्दा यहीको 10 लाख भन्दा यहीको 15 लाख भन्दा यहीको 5 लाख 30 लाख। त्यो जुन तपाईँले त्यो के हातमा गर्नु भएको नि, बेड्नु भएको नि, त्यहीबाटै बन्छ है? यहीबाट यस्तरी काट्नुपर्छ नि, काटेर मुसिनो पाएर यस्तो बुन्छ। यो पहिल्यै लायो, यो भर्खर भयो अहिले 2 वर्ष जति। ल त्यो काट